म यो भिडियो बनाउँदिनँ भनेर सोचेको थिएँ कि तर मलाई बाध्यता बनायो कि हिमालयन ब्याङ्कले। यो 3 गतेदेखि 10 गतेसम्म कोर ब्याङ्किङ, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ केही पनि चल्दैन भनेर भन्यो है। ल ठिक छ, आज 11 गते भइसक्यो। अब के भनेर दिएको छ भने अपग्रेडिङ मोबाइल ब्याङ्किङ सिस्टम भनेर आएको छ। घन्टाको अपग्रेडिङ। अस्तिसम्म चाहिँ 3 गतेदेखि चाहिँ 10 गतेसम्म चाहिँ के खाएर बसिरहेको थियो यो खाते हिमालयन ब्याङ्कले। न त एटिएम चल्छ, न त ब्याङ्क खुल्ला छ, न त मोबाइल ब्याङ्किङ चल्छ। कस्तो खत्तम ब्याङ्क रहेछ क्या यो। ल 1-2 दिन भनेको त बुझ्छौँ नि हामी। ल ठिक छ, मोबाइल ब्याङ्किङ नचलोस्, म्याच चिक्ने चलाउँ त चलोस् न, एटिएम त चलोस् न। एटिएम पनि चल्दैन। कति दिन भइसक्यो यो यस्तो गरेको। गर्नु खोजेको चाहिँ के हो यो मुजी माया चिक्ने यो हिमालयन ब्याङ्कले। रन्डीको छोरो कसम बेला भेट्यो भने काटिदिन्छु माया चिक्नेलाई त। माया चिक्ने रन्डीको छोरोलाई चिक्ने पुगोस् हिमालयन ब्याङ्कमा चिक्ने को सियो कि बियो त्योसँग माया चिक्ने रन्डीको छोरो मायाले। तिहारमा बाहिर पैसा आएको निकाल्नु पाइनँ। त्यस्तो पनि हुन्छ भनेको खाते मुजी।